गाइस म फेरि अहिले तल चित्रेपट्टि र अब तपाईँले म फेरि यहाँनिर एउटा हाम्रो यो टिस्टा ब्रिजमा नयाँ कन्स्ट्रक्सन हुँदैछ त्यहाँको थोडा भिडियो सुट गरिरहेछु तपाईँहरूलाई देखाउनु चाहिँ साथी पुरानो पहिला यहाँनिर बनेर अहिले नयाँ ब्रिज बन्यो र जो अस्ति टिस्टा ट्रेजर भनेको थियो नि त्यो पनि तपाईँहरूलाई हल्का दिलाइरहेको छु पारिपट्टि पारी हो यो देख्नु गाडी चलिरहेको छ किनभने यो चाहिँ एकदमै गाडी चाहिँ यसरी पुरा बिजी हुन्छ यो रोड बिजी हुन्छ पहिला यस्तो ब्रिज थियो अहिले चाहिँ नयाँ ब्रिज बनेको छ र त्यहाँनिर अहिले भिडियोहरू पारेको चाहिँ यो टिस्टा नयाँ ब्रिजमा पुग्न आँटेको छु मोहनीको बाटो जाँदैन परे अल्लाह रे ओ खोलावारीमा कहिले खोला पारी पर्यो रेलवे स्टेसन बनिरहेछ यहाँ टिस्टा रेलवे स्टेसन देख्नु सक्नुहुन्छ यहाँनिर ऱ्याफ्टिङहरू पनि चल्छ ऱ्याफ्टिङको लागि गाडी राखिराख्नु भएको छ र यो अगाडि चाहिँ टिस्टा ब्रिज हो यहाँ म टिस्टा ब्रिजमा टिस्टा ब्रिज देख्नु भएन म टिस्टा ब्रिजमा चढिसकेको छु हेर्नुहोस् अहिले यो माथि यो अगाडि टिस्टा ब्रिजको यो कन्स्ट्रक्सनहरू काम भइरहेको छ यो टिस्टा ब्रिज छ यता चाहिँ यो यहाँ मुनिबाट दार्जिलिङहरू जान्छ यहाँ अगाडि उता चाहिँ यो मेलाहरू लाग्छ त्यस्तो छ र यतिमै अन्त गर्छु।